हेलो हेलो गाइस, म चाहिँ हेटौँडा हिँडेको उता टियुको गेटदेखि नै भ्लग स्टार्ट गर्छु भन्ने सोचेको थिएँ। यतातिर चाहिँ पानी एकदमै बवाल पर्यो, अन्डरवेयरसम्म भिज्यो। झन् वाटरप्रुफ सुज नलाएर स्पोर्ट सुज लाएर आएको थिएँ। स्पोर्ट सुज त चुर्लुम्मै पानीमा, धन्न मोजाहरू बोकेर आएको थिएँ। यहाँ अनि भिनाजु हुनुहुन्छ चोबारमा, भिनाजुको जुत्ता लाएर कुदेँ म त। पेट्रोल धेरै घटेको त छैन, अब यहाँ नहालिकन सिधै गइहाल्छु। अहिले चाहिँ म टौदा छेउ चोबारबाट स्टार्ट गरेको, हेटौँडा पुग्न पर्ने। रेनकोट चाहिँ नि तलमाथिको सिङ्गल सेट मात्रै छ क्या। आज मलाई पानी पर्यो भने चाहिँ चुर्लुम्मै डुबाउँछ है, चुर्लुम्मै। यहाँनिर अस्ति नै कति बाढी पहिरो गइरहेको थियो है। कहिले यहाँ पानी नदेखेको ठाउँमा पुरा त्यो पानी उम्रिएर टन्नै पानी पानी थियो। माथि झन्डा पार्क देखेको साथीहरू, कस्तो दामी देखिन्छ। यो चाहिँ कस्तो दामी देखिन्छ। यो ठाउँको नाम त एक्ज्याक्ट थाहा भएन है। टक्क त्रिशुल पनि छ माथि, अनि सिडीहरू पनि छ त्यहाँ। यतिको गाडीहरू भेटिरह्यो भने एक किसिमको मजा लाग्छ होइन। अनि फेरि कहिले काहीँ कुदाउनु मन लागेको बेलामा चाहिँ नि टक्क हेलमेट झार्यो, खाली बाटो भएपछि चाहिँ अनि मजा आउँछ क्या। त्यतिखेर चाहिँ यो अल्झाउँछ। अहिले चाहिँ बोल्न मन लागिरह, यो उकालोमा किन रोक्छ यसले। तरकारीको गाडी रहेछ, गोलभेडाहरू बोक्ने, फलफुल बोक्ने क्यारेट जस्तो छ। यहाँनिर नि यस्तो दामी मन्दिर छ। यो फर्मिङ आउने ट्याक्क नजिकै, फर्मिङको फुटबल ग्राउन्ड नजिकै यहाँनिर टक्क माथि पखेरामा एकदम दामी मन्दिर छ। तल यस्तो सफा पानी छ, त्यहाँ माछाहरू पनि छ है। अस्ति त यहाँ एउटा रुख लडेर बाटै ढाकिरहेको थियो। यो माथिको मन्दिरहरू कस्तो दामी लाग्छ मलाई। यो चाहिँ फर्पिङको फुटबल ग्राउन्ड हो। टक्क लाएर यहाँनिर चाहिँ इन्ट्रीहरू पनि भइरहेको हुन्छ कि जस्तो लाग्छ, चेक गर्दै पठाइरहेको हुन्छ तल माथि होइन। यो यता कटिसकेकोहरू किन रोकेको, त्यहाँ पैसा तिर्न रोके जस्तो छ। अब यहाँबाट माथि गयो भने चाहिँ पाखेल हुँदैको बाटो हो। म चाहिँ दक्षिण कालीपट्टि लागेँ, दक्षिण कालीपट्टिबाट सिस्नेरी हुँदै निस्किने हो। ए कुकुर कता हिँडेको, बिजुली बालेर हट भएर। ल, दक्षिण काली माताको मन्दिरमा यहाँहरूलाई स्वागत छ भनेको रहेछ है। टक्क लाएर यो तल गहिरोमा चाहिँ दक्षिण काली माताको मन्दिर छ। यो त बाटोतिर पैसा माग्न बसिरहेको हुन्थ्यो। यो पार्किङ भन्दै यो स्पेसल दिन भिडभाड हुने दिन मात्रै बस्ने रहेछ या हो। पुरा बाटो छेकेर 2-3 जनै बसिरहेको हुन्थ्यो। अब सल्लाह घारी रहेछ दामी खालको। दक्षिण काली माताको मन्दिर यो तल हो। त्यहाँ पार्क छ, दक्षिण काली पिकनिक स्पट भनौँ न, पार्क भन्दा नि। टिटिट अब चाहिँ नि मजाले जाने हो। यता त एक थोप्पो पानी परेको छैन यार, क्या दामी। 81 सिस्नेरी बजारमा आएपछि चाहिँ पानी पर्यो। त्यस पछाडि ट्याक्क यहाँ चिया खाजा खाँदै गर्छु भनेर एकछिन साइड लाएँ। अब भिन्ने त चान्सै छैन, राम्रै पानी पर्ने हो। कालो निलो भएर आयो आकाश पनि। भिडियोमा चाहिँ के सेतो देखिन्छ, इन्हेन्स गरिदिँदो रहेछ यो उसले फेरि फोनले। रियलमा यस्तो कालो छ यार। अहिले बज्न चाहिँ लगभग
3:40-50 मात्रै गएको छ तर अँधेरो चाहिँ 6 बजेर 6:30 बजे हुने जत्रै रे यहाँ सोधेको मैले हिजो अस्ति 6:30 बजे यतिको अँध्यारो हुन्छ भन्नुहुन्थ्यो बिजुली चम्केर नि उज्यालो देखिन्छ बेला बेला